क्रिकेट स्टेडियम यस्तो होला भन्ने सोचेको नि थिइनँ। आज म र भाइ भएर क्रिकेट स्टेडियम हेर्न जाउँ भनेर बाइक निकालेर हिँड्यौँ। त्यो ठाउँ फेरि नजिकै भएको भएर जाम भनेर हिँड्यो। जाडो बेला बाइक त चलाउँदा त जमिने पो रहेछ, तर पनि बाटो अप्ठ्यारो र धुलो गर्दै पुगियो। गेटमा एन्टर गरेको पुरै गार्डन पो रहेछ। अनि त्यहाँ भित्र ठुलो खालको ब्याडमिन्टन खेल्ने ठाउँ पनि रहेछ। अनि यत्रो ठुलो मिन्टन पनि रहेछ यहाँ। अनि यहाँ बच्चाहरूलाई टुरमा लिएर आउँदो रहेछन्। अनि हामी भित्र पार्कतिर छिर्यौँ। अनि त्यहाँभित्र चाहिँ गड शिवको ठुलो मूर्ति रहेछ। अनि उता अर्को साइडपट्टि पिककको ठुलो मूर्ति रहेछ। अनि एकैछिन पार्क घुम्यौँ। अनि अब क्रिकेट स्टेडियम हेर्न जाउँ भनेको त हेरेको त फुटबल ग्राउन्ड पो रहेछ यार। यस्तो के सोचेर आएको के पो भइदियो त। भित्र हेरेको यसो पिच चाहिँ रहेछ, यसो गएर हेरेको चाहिँ क्रिकेट खेल्नलाई यसो हुँदो रहेछ। फुटबल ग्राउन्ड पो रहेछ, फुटबल गोल पोस्ट देखेँ मैले त। अनि एकछिन पछि बाइकमा फर्क्यौँ। अनि खासै केही भएन आजलाई। ल भेटौँला नेक्स्ट भिडियोमा। अहिलेलाई बाई।